Hello everyone, welcome back to my channel. आज चाहिँ हामी म र मेरो स्टुडेन्टहरु मिलेर चाहिँ हाइकिङ जाँदैछौँ। उनीहरु चाहिँ अगाडि अगाडि हिँड्दैछन्। 1 2 3 4 5 6 7 जना छन् टोटल। मसँग 8 जना हो। एन्ड हामी चाहिँ ओटोसम्म जान लागेको। हामी तलदेखि नै रत्नचोकदेखि हामी हिँड्दै आएको। अनि हामी चाहिँ यहाँ टक्क स्टेडियम अगाडि पुगिसक्यौँ। हिँड्दै आएकोले गर्दाखेरि गलिसक्यो। अनि ठिक्क यहाँनिर एक्सर्साइज गर्ने ठाउँ अगाडि पुग्यौँ हामी चाहिँ। अब फेरि यहाँदेखि पनि हामी हिँड्दै ओसोसम्म पुग्छौँ। अब यहाँनिर एकछिन स्टुडेन्टहरु खेल्छन् होला। ऐ तिमीहरु नखेल्ने, प्ररिसा नखेल्ने तिमीहरु। एकछिन बस खेल, रेस्ट पनि हुन्छ। It's me, Dipsana Brataki. आज हामी हाइकिङ जाँदैछौँ हाम्रो प्यारी मिस सन्जना मिससित। ओके, यहाँ चाहिँ एकछिन एक्सर्साइज प्लस रेस्ट गर्ने अरे। के गरेको तिमीहरु? यो चाहिँ स्टेडियम अगाडि चाहिँ एक्सर्साइज गर्ने ठाउँ छ। अनि त्यहीँनिर चाहिँ एक्सर्साइज गर्ने अरे। सबैजना यहाँ खेल्दैछन् बाँदरहरु। के गरेको सिस्पर्स? मनदीप नखेल्ने? स्पर्स के गरेको? दीक्षा चाहिँ रिङ्गटा चल्छ है। दिप्सना ए खुट्टाको एक्सर्साइज गर्दैछ ल। किन बोलाएको दिप्सनालाई? एक्सर्साइज गर्न अनि ओ दीक्षा गुड। आमामामा कति साह्रो गुड। मन्दिप गुड। गर्नुपर्छ है, मन्दिप अलिअलि गर्नुपर्छ। अनि हामी चाहिँ एक्सर्साइज गर्ने ठाउँमा छौँ अगाडिपट्टि। अनि अब यहाँ एकछिन एक्सर्साइज गरेर रेस्ट पनि गरिसक्यौँ। अब हामी नन स्टप ओटोसम्म पुग्छौँ। अनि त्यहाँदेखि ओटोमा गएर एकछिन घुमेर फर्किन्छौँ। तिमीलाई के भन्नु छ? कस्तो फिल भइरहेछ? एकदम गर्छ भइरहेछ? हामी चाहिँ 0 पोइन्टमा आइपुग्यौँ। 0 पोइन्टदेखि उकालो लाग्दैछौँ। त्यसले त अगाडि जाँदै थियो नि त। अब चाहिँ हामी बिस्तारै हिँड्दैछौँ किनभने सिधै उकालो छ। अलरेडी यहाँ गलेर बस्दा मेरो एकजना स्टुडेन्ट चाहिँ गलेर हिँड्नै सकेको छैन। त्यो कलेजतिरको केटाकेटीहरू धेरै हिँड्ने बानी हुँदैन, उकालो ओह्रालो हिँड्ने बानी हुँदैन, त्यही भएर गलिरहेको। पुलिस स्कुल अगाडि आइपुग्यौँ है हामी चाहिँ फाइनली। नेपाल पुलिस स्कुल धरान। ल फाइनली हामी कहाँ आइपुग्यौँ भनिदेऊ त? कहाँ आइपुग्यौँ हामी?
Okay, let's go. Ina. गिटार डलेको बादी हुन्थ्यो मन्दिपले। बिहानदेखिको मम्मीले चिया खाएर जा भन्दा पनि मानिन, पानी मात्र खाइरहेको छ। कसैले खाजा खाएको छैन। सबैले पानी मात्रै हो। कस्तो खालको हो मैले तिमीले ब्याग लिएर छैन त हालेर ल छैन के भयो छैन छैन मैले खाएको बल्ल अब शीतल हुन थाल्यो। अघि उकालो हिँड्दा गलिरहेको साइडमा हिँड्ने सोया। ओ तीनटा रहेछ यहाँ केटी। एउटा दुईटा तीनटा। यो चाहिँ बिरालोको बच्चा व्हाइट कलर। यसको मम्मी होला, यो चाहिँ बाबा होला। कति क्यूट हेर न व्हाइट कलरको क्यूटी पाई। अहिले चाहिँ खोला सुकिरहेछ। खोइ उता छ यो मिनरलको बोतलदेखि अलिकति माथि भर्खर थियो नि उतैतिर घुम्दैछ। पछि त यो यति धेरै खोला आउँछ। यो पुलसम्म भेट्छ पछि त। अनि यो सबै यो ब्रिज पनि भत्काएको थियो पहिले। तिमीले देखेको टिकटकतिर? राति कति हुन्छ है त्यहाँ लाइटहरू। हर्क साम्बाङको स्ट्याचु चाहिँ कहाँनिर रहेछ हौ? ढुङ्गा बोकेको स्ट्याचु छ अनि त्यहाँनिर हाम्रो टाउको राख्नुपर्छ क्या। श्रमदान गर्न चाहिँ आइएन हाम्रो स्कुलबाट त ल्याएन यहाँनिर। अरू स्कुलबाट चाहिँ सबैले लिएर आयो। जाम अब खाजा खान्छौँ हामी। खाजा खाइसके पछाडि फेरि यता आएर हामी त घुम्न जान्छौँ। फेरि भित्र पार्कमा छिर्छौँ। माछा छ? ठुलो छ कि सानो छ? ढुङ्गा मुनि लुको नि त्यही छ त। सानो छ क्या ब्ल्याक कलरको। ब्ल्याक कलरको होइन यहाँबाट हेर्दा चाहिँ उयो सिद्राको बच्चा अनि हिलेको बच्चाहरू छ। हिले त कत्रो पो हुन्छ त। हिँड अगाडि। खोइ होइन भित्र लिप्सना लुक इनसाइड। लिप्सना यता यहाँ भित्र फोटो खिच्नु पैसा लाग्छ अङ्कल। जानुपर्छ ल एकछिनमा सबैको खिचिदिन्छु। त्यो चाहिँ तिमीहरूले ढुङ्गा बोकेको जस्तै देखिन्छ क्या त्यसरी टाउको। यति बस्ने ठाउँमा पैसा लाग्दैन त्यहाँदेखि माथि गयो भने चाहिँ पैसा। तर तिमीहरूको हाइट पुग्छ पुग्दैन? तेरो हाइट पुग्दैन होला स्पर्श। मिलाउनु पर्छ क्या ठिक्क मिलाउनु पर्छ। ल खाजा खाने यता है। वासरुम जानुपर्छ फर्स्टमा। भित्र गएपछि वासरुम जानलाई पाइँदैन है त्यही भएर अहिले नि भाटबडी नि हो र लकर हुन्छ छैन।
यहाँ चाहिँ वासरुम जाँदैछौँ हामी। यहाँ चाहिँ पैसा तिर्नुपर्छ होला सायद 5 रुपिस कि 10 रुपिस। तर छ म देखाइदिन्छु त्यो पनि। यहाँनिर छ है पिसाबको 5 रहेछ अनि लङ सर्ट टोइलेट 5 लङ टोइलेट 10 रुपिस। अब हामी कसैलाई लङ टोइलेट आइरहेछ सर्ट टोइलेट कसलाई 2 जना जाने अरू तिमीहरूलाई आएको छ भने गइहाल्ने। फेरि त्यत्रो भित्र हिँड्दाखेरि आयो भने पार्कमा त गर्ने ठाउँ छैन नि। हामीले चाहिँ थुक्पा खाइसक्यौँ। अब कस्तो थियो स्पर्श थुक्पा मिठो थियो। स्कुलको थुक्पा मिठो कि यहाँको थुक्पा मिठो? स्कुलको कम्पेयरमा चाहिँ यहीँ मिठो हो बट अरूतिरको कम्पेयरमा चाहिँ हाम्रो उयो वाला लामो लामो चाउमिनको थुक्पा त्यो मलाई मेरो फेभरेट हो। खै के गर्नु सकिन्छ सकिँदैन। अब त्यहाँबाट चाहिँ ग्रुप फोटो हुँदैछ है। यो चाहिँ हर्क साम्बाङले बोक्नु भएको ढुङ्गा हो। श्रमदानमा बोक्नु भएको ढुङ्गा। जाउँ हामी सचिँदै जाउँ। अब हामी चाहिँ यहाँ माथि खोइ श्रम त्यस्तै के होला। ल हामी चाहिँ छिरिम है यहाँनिर हर्क साम्पाङको श्रम संस्कृति पार्कमा। आज चाहिँ धेरै क्राउड छ है। मान्छेहरू थुप्रै आउनु भएको छ धरानदेखि धरान बाहिरदेखि। खेल्ने ठाउँ पनि छ त्यहाँबाट। यहाँनिर चाहिँ इन्ट्रान्स गेट छ। त्यहाँ परबाट पनि थियो यहाँबाट पनि छ। यो चाहिँ बस्ने ठाउँ छ 1 2 3 4 5 श्रम संस्कृति पार्क। यहाँनिर चाहिँ पिउने पानी राखिदिएको रहेछ है। कति कति रुपिस दियो? 60 रुपिस दिइरहेछ। स्पर्शले कति दियो? 60 कति? ल 20 ल फर्स्ट अफ अल दीक्षा एक जना गर्छ कि यिनीहरू। कहाँ थियो ग्लास? ल 20 रुपिस निकाल्दै लाइन बस्ने भित्र छिर्ने।
ए तेल दिन लागेको यो खुजुरा म्यान हो नि त मेरो पनि काट मसँग 60 भित्र छिर्ने बित्तिकै दिइहाल्छु दिइहाल्यो 3 जनाको 20 हाम्रो स्पोन्सर स्पर्सले यहाँनिर हामी 3 जनाको टिकट काटिदिरहेछ ल हामी चाहिँ भित्र छिर्यौँ अब बस्ने सिट पनि कस्तो राम्रो सोफा जस्तै डिजाइनको बनाएको रहेछ हौ चार्जिङ पोइन्ट ओहो यहाँनिर चाहिँ चार्ज गर्ने ठाउँ पनि बनाइदिएको रहेछ है एकदमै राम्रो फेसिलिटी रहेछ चार्ज गर्ने ठाउँ तर लाइन चाहिँ छ कि छैन बस्ने डिजाइन पनि सोफा जस्तै बनाइरहेछ दामी छ है यो चाहिँ लिम्बूहरूको जस्तै छ चार्जर ल्याएको छ भने चार्ज गर्ने ठाउँ रहेछ है त्यहाँनिर ओ त्यहाँ बस्ने सिटको माथिल्लोपट्टि ओके छैन यहाँ पनि छ त सबै ठाउँमा छ चार्ज गर्ने ठाउँ यहाँ पनि छ पछाडिपट्टि चार्ज गर्ने ठाउँ चाहिँ चार्जर हेर्नु नि कस्तो राम्रो क्या सोफा जस्तै सेम के भयो मूर्तिलाई स्ट्याचुलाई त्यहाँ किन स्पर्स ल त्यहाँ त्यो के पो यो के पो भन्छ लिम्बूहरूको ढोल होइन त्यो त्यहाँ फोटो खिच्ने होइन एक एकजना चाहिन्छ नि 3 जनाको छ नि तर तसँग फेरि यहाँ चाहिँ हर्क साम्पाङको श्रम संस्कृति पार्कमा चाहिँ यति राम्रो रहेछ है म त कहिले आएकै थिइनँ है यति राम्रो राम्रो रहेछ सबै बस्ने ठाउँहरू बस्ने सिटहरू हो यो सबै लाइने छ अनि यहाँनिर अर्को स्ट्याचु छ यता तल पनि यसै छ है सबै बस्ने यहाँ सिटहरू यहाँ भयो यहाँ अर्कै त्यहाँ बेग्लै यति राम्रो राम्रो रहेछ है हर्के साम्बाङको यो सबै क्रिएचर म त कहिले आएको थिइनँ यति राम्रो राम्रो रहेछ सब तपाईँहरू पनि आउनु होला भिजिट गर्नु होला श्रम संस्कृति पार्क ओसो यस्तो राम्रो छ क्या दामी जाडाले मत्ताउँछौ दुवै हामी सुत्न सक्दिन म रातभरि 2 रात कट्यो छटपट्टि ताता पल्टेर आयो अनि मेरो छरपष्ट भयो कितना मजा पर्छ झट्टै भाग्यो चित्त फुटाउनलाई बाटा मर्न आयो फेरि हात थाम्न चाह्यो भनेर झट्टै भाग्यो यतिका पानालाई सोया गीत नआएको भनेर दिए सुनको खारी मनाएर राखे तिमीलाई रानी फेर्ने कस्तो मनका चुली सरी आजको भोलि अदला बदली बाटो पल्टेर आयो अनि मेरो छरपष्ट भयो देखेर ल हामी चाहिँ यहाँ गोर्खा चौतारीमा छिर्यौँ है यो चाहिँ एकदमै वान अफ द है बेस्ट क्रिएचर अफ हर्के साम्पाङ यहाँभित्र छिर्दाखेरि चाहिँ यस्तो फिल हुन्छ कि आउट कन्ट्रीमा छु जस्तो फिल हुन्छ क्या
आम्मामामामा त्यहाँ त के को भिड हो के अरे ल हान त जाम भयो क्या मिस धेरै नचलाएर त्यसलाई कति धेरै भिड छ त्यो खासमा चाहिँ के छ यो त तोपहरू रहेछ है खै छ एरोप्लेन 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 रहेछ त चढ्नु हुँदैन है चढ्नु हुँदैन है यस्तो दामी रहेछ ओहो त्यहाँको हो मनदीप सर हो ओहो को हो त्यहाँ त कहाँबाट चाइनाको जस्तो जापानको जस्तो त्यही माथि बसेर चिप्स खानुपर्छ ओके पानी चाहिँ ल्याउनु पर्थ्यो कस्तो राम्रो यो त यो फ्ल्याग चाहिँ कहाँ गएको तिमीलाई थाहा छ यो फ्ल्याग पछाडि फर्केर हेर्दा त त्यो फ्ल्याग कहाँको ब्रिटिस आर्मीको होला यस्तै हो आर्मीहरूको यो त यस्तो खालको पार्क त धरारमा कतै छैन त ल है ल यहाँ ओसो पार्कमा त पुरा मेला लागिरहेछ है स्टुडेन्टहरू टुरमा आएको रहेछन् त्यहाँ पर अर्को ग्रुप छ एक ग्रुप त अघि गइसक्यो अब यहाँ अर्को ग्रुप छ नि यतातिर कम्ता धेरै छैन प्याक छ कस्तो राम्रो बनाएको रहेछ त्यहाँनिर के पो चिन्डोमा रहेछ है अनि चिन्डोमा धारा बनाएको रहेछ यो चाहिँ के भन्छ यो आरा काटेको है स्ट्याचु ल ल है यहाँ चाहिँ के छ सोलु दुधकुण्ड पोखरी निर्माण सोलु दुधकुण्ड अरे है यहाँ चाहिँ फिसहरू छ है टर्टल भित्र चाहिँ हो टर्टलको स्ट्याचु भित्र छिरो छिरो यता सिक्का फ्याल्दो रहेछ हौ मिस सिक्का फाल्छ अस्ति मैले उ त दुलोमा छिरायो भने सिक्का ऊ त्यो दुलोमा छिरायो भने छ बोकेको छ तिमीहरूले ला ल यहाँ चाहिँ चाइनाको ब्रिज जस्तो छ ओ माय गॉड टाउ तेर यहाँ चाहिँ ब्रिज छ है यहाँ चाहिँ ल देख्छ हेर त आयो गोर्खाली देख्छ ल यहाँ चाहिँ फ्रग रहेछ धामी ओ माथि रहेछ है यहाँ धामी यहाँ चाहिँ फ्रग यो पनि माथिदेखि चाहिँ यस्तो भ्यू देखिन्छ है त्यहाँनिर प्ले ग्रुप छ प्ले ग्राउन्ड छ यो टक्क पर त्यो ओसो पुल भयो स्टुडेन्टहरू खेल्दैछन् यहाँ तल म चाहिँ यहाँ माथि आइरहेछु अनि यहाँ चाहिँ धरान लेखेको यहाँ बोर्ड छ भयो होइन सबैजना ल यहाँ चाहिँ सबैजना घुमेर आएर अब चाहिँ यहाँनिर उसलाई उनीहरूलाई मनपर्ने मैले चाहिँ यहाँ गिफ्ट लिइदिइरहेको छु बोइजलाई चाहिँ 2टा पर्फ्युम छ पकेट पर्फ्युम अनि गर्ल्सको लागि चाहिँ सेम खालको बेबी लिप्स 5वटा छ यो चाहिँ उनीहरूले आफै चुज गरेको होइन हो कि होइन
ओके वेलकम। अब चाहिँ यहाँदेखि हामी घरतिर बाटोतिर आफ्नो घरतिर लाग्छौँ। स्पर्श यहाँ मेरो काखमा बसिरहेछ है, काखमा बसिरहेछ मेरो मिसको काखमा बसिरहेछ। स्पर्श लाज सरब छैन यसलाई। हाम्रो भिडियो छ गाइस, आज मिसले हामीलाई भिडियो झन् मेरो काखमा यहाँ मन्दिरलाई मोड छ है, अलिकति मन्दिर चाहिँ अगाडि फ्रन्ट सिटमा बस्न पाइरहेछ। प्रनिसाहरूले बेस्ट मोमेन्ट मिस गर्यो। प्रनिसा मिस यु। घर पुगेर फोन आइसक्यो तिम्रो। गोल्डन चिप्स खानु पाउँथ्यो। अन्त Yummy, yummy. थियो स्पाइसी पान्डा हट एन्ड चिज फ्लेभरको गोल्डन चिप्स खानु पाउँथ्यो। म चाहिँ यहाँ अब घर छेउमा आइपुगिसकेँ। मेरो चाहिँ अब निस्किने पढिने बेला भयो। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। बाई बाई। बाई बाई।